गुड मर्निङ। आजको मौसम कस्तो कुल वाला छ। आज साउनको अन्तिम दिन भएर होला यस्तो छ मौसम। म चाहिँ भर्खर उठेर बिहानै उठेँ, भर्खर उठेँ। आजको दिनहरू के गर्छु होइन म भ्लगमा देखाइहाल्छु हजुरहरूलाई। गुड मर्निङ। स्कुल जाने बेला भयो होइन? हामी चाहिँ बिहानै यतातिर कस्तो छ ओहो घर बनाउनुहुन्छ होइन? ए कसरी थाहा भयो? के थाहा ठिक छ भात सान्दा चिया बनाएको हेरेर अब के गर्नु। मिठो मिठो चिया। श्रीमद् भागवत ज्ञान महायज्ञ हार्दिक निमन्त्रणा है सबैजनालाई, हार्दिक निमन्त्रणा। त्यही भएर पुरै झिलिमिली छ है हाम्रो तिनचल्ले चोक चाहिँ पुरा झिलिमिली भएको छ। सप्ताह लाउने चाहिँ पार्टी चौरमा हो। तिनचल्ले मजाले झिलिमिली भएको छ। यस्तो दामी हेर्नु त, पुरै झिलिमिली भइसकेछ। म त आएको थिइनँ बेलुका त दामी भ्यू आउँछ। पुरै झिलिमिली भइसकेछ, मलाई त केही पनि थाहा थिएन। बेलुका त दामी आउँछ होला हौ यो त्यही लाइटिङहरूले गर्दा। बेलुका नि आएर ट्राई गर्नुपर्छ कस्तो आउँछ। यहाँसम्म झिलिमिली हालिसक्नु भएको छ है त, दाइले बनाउँदै हुनुहुन्छ। तर के गर्नु, बाटोको हालत चाहिँ यस्तो छ। झिलिमिली हालेर के गर्नु, बाटो हालत हेर्नु त यहाँ भनिदिउँला कि भन्नु न अनि राम्रोसँग। कति दिनको हुन्छ यो? 9 दिनको। 9 दिनको हुन्छ। 9 दिनको 1 गतेदेखि 9 गते। सबैजना बोलाउनु न त। हुन्छ बोलाउँला, सबैजना बोलाउने सबैजना त्यतातिर खबर गरिदिनु सबैलाई। भोलि पनि जाने कलश यात्रा? सबैजना आउनु होला, सबजना आउनु होला है पार्टी चौरमा। 9 दिनसम्मको सप्ताह छ है सबैजना। भोलि राम्रो दिन छ हो। एक गते पनि भयो है। त्यही भएर उनीहरूलाई छ होइन। बच्चालाई स्कुल पठाएर अनि चट्ट लाएर 11 बजे साडी लाएर चिटिक्क भएर आउने। कलश ल्याउने नभए यहाँ किन्ने। तपाईँ पनि आउनु है। ल सबैजना आउनु होला। भोलि कलश यात्रा छ होइन? सबैजना मलाई कुरिरहेको छ होइन, ढिला भइसक्यो। त्यही भएर छिटो छिटो जाँदैछु। आज अन्त बाहिर जानु भएर चाहिँ होइन म पावर जानलाई रेडी हुँदैछु। 12 बजे बोलाएको, यहीँ 12 बजी आइसक्यो। मलाई मार्च्नु होला, मलाई कुरिरह होला पार्लरमा। छिटो छिटो रेडी भएर जाँदैछु। म चाहिँ पार्लर जानको लागि रेडी हुँदैछु। अन्तको सोमबारको बाहिर जाने फ्लाइट भएको भएर अन्तको लागि सानो पार्लरमा प्रोग्राम राखेको छ होइन। पार्लरको लागि चाहिँ म रेडी हुँदैछु। 12 बजे नै बोलाएको थियो। सबैजना रेडी आइसक्नु भयो होला। म चाहिँ यहीँ 12 बजिसक्यो। म कहिले रेडी हुने थाहा छैन। मजा यो चाहिँ लुबु बजार हो। लुबु आइसके गाइसहरू।
लाइभ बजाएर लास्टै अवसरमा दिदीहरू चाहिँ पुगिसक्नु भयो। पनि पार्लर ढिला भयो के गर्ने स्कुटी थिएन अनि पठाउबाट आउँदा टाइम लाग्यो के गर्ने। अब सामान पनि ल्याइसक्यो खै हेरौँ कस्तो राम्रो भिडियो बनाएको थिएँ मैले अघि नै भिडियो बनाएको थिएँ है तर भएन छ भने सरी सुस्मिता यति राम्रो कस्तो दामी फर्स्ट देखेर अनितालाई शुभ कामना शुभ यात्रा पनि हुन्छ होला होइन शुभ यात्रा मेरो प्यारी बहिनीलाई सधैँ खुसी हुनु ह्याप्पी हुनु मलाई नबिर्सिनु बेला बेलामा फोन गर्नु एकछिन भए पनि रमाइलो भयो। कस्तो भयो रसुदी कस्तो फिल भयो? एकदम रमाइलो माया लाग्यो मेरो अन्त जान लाग्यो छोडेर के गर्नु कहाँ जानु लाग्यो अरे मेरो अन्त छोडेर जानु लाग्यो। कस्तो फिल भइरहेछ अन्त? खुसी लागिरहेको अनि दुईजना चाहिँ नि जोडीहरू कस्तो फिल भइरहेछ? नरौ है सेसा तपाईँ गएर मेरो प्रगति गर्न जानलाई रहेछ कहाँ हुन्छ त ल म गएँ ल बाई बाई भोलि कति बाई मेरो दिदी पहिले नभए मेरो दिदी उफ्ला के लालदारी भयो त गरी त्यसपछि उसमा अब साडी त होला नि ल रमाइलो गर्नु दिदीको क्यारेक्टर राम्रो ल्याउनेलाई त धेरै मलाई धेरै नखाने होइन होलसेल भाउमै दिन्छु नि ल मलाई ए म त्यो लुगा लानु झुन्डै हाल्नु त्यो ल सुखमय होस् शुभयात्रा राम्रोसँग जानु हामीलाई सम्झिनु होइन यत्रो वर्षसम्म हामीसँगै बस्यो यत्रो महिना भनौँ न अनि त्यही पनि यसो हामी त वर्षै बस्यो उहाँहरूसँग म खानु सक्दिनँ रुन मन लाग्यो तिमी आजको दिन पनि सक्यो पानी परेर सक्यो भिज्दै अब के गर्नु ल्याङ्को छैन हौ भिज्दै पर्दैन होस् अब घरमा गरिदिइहाल्छु खतरा पानी पर्छ यार लामो खतरा हो
बिहानदेखि रमाइलोमा गइरहेको छ अरूले ठुलो पानी पर्यो है के हुन्न अब यस्तो छ है तर के भन्नु बाटो त यस्तो डेन्जर छ बाटो डेन्जर छ तर तयारी चाहिँ खत्रै भइरहेको छ यस्तो हिलो भए पनि अन्तिम भयो भुल भयो के त्यही सबैजना आउनु होला कलश यात्रा छ अरे कति 11 बजीदेखि सुरु राम्री भएर साडी लाएर बाई सुरु है कस्तो राम्रो तयारी खत्रै छ यही होला सप्ताह लाउने ठाउँ चाहिँ लाउनु आरुकोटको बाटो यस्तो भिजो छ अब यो पालिको ओह्रालो चाहिँ त मै उठ्नु पर्ला जस्तो दिजु अनि बाटो बनाउँछु यार यस्तो भएको मेरो चस्मा खोइ पालो नि होला यो त यही छ बाई त्यसले गर्दा मैले चस्मै लिएन जस्तो छ लभ यु त्यही हुन्छ ल आजको भ्लग सक्यो है यी चप्पल त यसो हेर न चिप्ला अब हातमा राखेर हिँड्नु पर्ने चप्पल पनि के गर्नु तिमीलाई आजको दिन यसरी नै सक्यो मेरो युट्युब च्यानलमा चाहिँ लाइक पनि गरिदिनु होला सब्सक्राइब गरिदिनु होला लुत्सुकी भिजेर आएको छु सबैजनाले मलाई मेरो भिडियो हेरेर माया पनि गरिदिनु होला थ्याङ्क यू सो मच लुगा पनि फेरे आजको भ्लग चाहिँ यति नै है मेरो भ्लग चाहिँ यति नै आजलाई थ्याङ्क यू